राजाको झन्डै छैन। राजाको झन्डा नेपालकै झन्डा हो, मैले नेपालको झन्डा बोक्छु, अरू पार्टीको कुनैको झन्डा बोकेको छैन। राजाराम पौडेल राजावादी हो त त्यसै भए? म जन्मेकै राजाको पालामा देश कस्तो थियो, कति शान्ति सुख भ्रष्टाचार भने त्यति थिएन, मान्छे डराउँथे। परिस्थिति त्यो बेला एउटा राजा थिए, देशमा शान्ति थियो, सुशासन थियो, तपाईँ मध्यरात कहीँ पनि हिँड्नुहोस्, सेक्युरिटी थियो है। अहिले त हेर्नु मान्छे मार्ने भने त कुकुर मारे जस्तो छ, रिस उठेकै मारिदिइहाल्ने अनि पार्टीले बचाउने। यो पनि व्यवस्था हो त? अब खै अहिले देशमा यत्रा भ्रष्टाचार भयो हो, यत्रो भ्रष्टाचार भयो, खै कसलाई के भयो त? देखाउनले दुई तिनजनाले समात्यो, तिनीहरूलाई पनि अहिले खै अरू छानबिन त अहिले करिब बन्द जस्तो सुनिएको छ। भ्रष्टाचार मुक्त